चुनाव आउन अब जम्मा 1 महिना भन्दा पनि कमको समय बाँकी रहेको छ र अहिले चुनावको माहौल पनि एकदमै तातिरहेको छ। यस्तो अवस्थामा हामीले एकदमै सोच विचार गरेर राम्रोलाई मात्र भोट हाल्नुपर्छ। अब भोट त हाल्ने, तर आफूले भोट हाल्न लागेको पार्टी मतपत्रमा कतिौं नम्बरमा छ, आफ्नो क्षेत्रमा कस्तो मतपत्र आउँछ, आजको यस भिडियोमा म आफ्नो क्षेत्रको मतपत्रको नमुना कसरी हेर्ने भन्ने बारेमा एकदमै इजी वेमा सिकाउन गइरहेको छु। हेलो साथीहरू, मेरो नाम हो विजय, तपाईहरुलाई स्वागत छ हाम्रो युट्युब च्यानल टेक साथीमा। अब आफ्नो क्षेत्रको मतपत्र पनि भिन्दा भिन्दै हुन्छ, त्यसै कारणले गर्दाखेरि तपाईहरुले पहिला नै आफ्नो क्षेत्रमा कस्तो मतपत्र आउँछ, आफूले भोट हाल्न लागेको पार्टी कति नम्बरमा पर्छ भनेर थाहा पाउनु भयो भने भोट हाल्ने दिनमा एकदमै सजिलो हुन्छ। त्यसै कारणले आजको यो भिडियो चाहिँ एकदमै इन्ट्रेस्टिङ हुनेवाला छ। भिडियोलाई चाहिँ लाइक गरी च्यानललाई चाहिँ सब्स्क्राइब गरिदिनु होला। अब आफ्नो क्षेत्र अथवा नेपालको कुनै पनि क्षेत्रको मतपत्रको नमुना हेर्नको लागि तपाईहरु चाहिँ सुरुमा इलेक्सन कमिसनको वेबसाइटमा आउनुपर्ने हुन्छ। यो चाहिँ निर्वाचन आयोगको चाहिँ अफिसियल वेबसाइट हो। यसको लिंक चाहिँ म तपाईहरुलाई डिस्क्रिप्सन बक्समा पनि राखिदिन्छु अथवा तपाईहरु डाइरेक्टली सर्च गरेर पनि आउन सक्नुहुन्छ कुनै पनि ब्राउजर मार्फत। अब यसलाई ओपन गर्नु होला। अब ओपन गरिसकेपछि तपाईहरुले के यसो इन्टरफेस देख्न सक्नुहुन्छ। अब यहाँ माथि हेर्नु भयो भने प्रतिनिधि सभा सदस्य निर्वाचन 2082 भनेर लेखेको छ। त्यसमा आउनु होला। अब त्यसमा आइसकेपछि चाहिँ अब तल सार्नु भयो भने चाहिँ यहाँ वास्तविक मतपत्रको नमुना भनेर लेखेको छ। अब यसमा चाहिँ क्लिक गरिदिनु होला। अब यहाँ क्लिक गरिसकेपछि तपाईहरु यहाँ देख्न सक्नुहुन्छ, यहाँ चाहिँ प्रतिनिधि सभा सदस्य निर्वाचन 2082 वास्तविक मतपत्रको नमुना भनेको छ। अब यहाँ चाहिँ नमुना मतपत्र चाहिँ देखाइसकेको छ। अब यहाँ जस्तो देखायो त्यस्तै तपाईहरुको निर्वाचन क्षेत्रमा चाहिँ मतपत्र चाहिँ आउने हुन्छ। त्यसअनुसार चाहिँ तपाईहरुले भोट हाल्नु पर्ने हुन्छ। अब तल हेर्नु भयो भने चाहिँ यहाँ चाहिँ कोशी प्रदेशको छ, अनि अलिकति तल आउनु भयो भने यहाँ गण्डकी प्रदेशको छ, अलिकति तल आउनु भयो भने लुम्बिनी प्रदेशको पनि रहेको छ, कर्णाली प्रदेशको, सुदूरपश्चिम प्रदेशको रहेको छ। अब यहाँ चाहिँ तपाईहरुले चाहिँ अहिले चाहिँ बागमती प्रदेश चाहिँ देख्न सक्नुहुन्न। अब यहाँ मैले सुरुमा हेर्दाखेरि चाहिँ जम्मा 1-2 वटा प्रदेश मात्रै रहेको थियो, यो चाहिँ अहिले थपिँदै गएको छ। यो क्रमशः चाहिँ थपिने क्रममै छ। सायद तपाईहरुले यो भिडियो अपलोड हुन्जेल चाहिँ तपाईहरुले बागमती प्रदेश पनि देख्न चाहिँ पाउन सक्नुहुनेछ, अथवा तपाईहरुले चाहिँ 2-4 दिनपछि चाहिँ बागमती प्रदेश पनि देख्न चाहिँ सक्नुहुनेछ। अब अहिलेलाई चाहिँ अब एउटा चाहिँ हेरौं। अब जस्तै चाहिँ यो झापा प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र चाहिँ 5 हेरौं, किनभने यसमा चाहिँ अलिकति एकदमै बढी हाइप भएको छ के हुन्छ होला भनेर। यो चाहिँ बालेन शाहको र केपी ओलीको क्षेत्र रहेको छ अहिलेको चाहिँ। तपाईहरुले अब झापा 5 मा चाहिँ के यस्तो मतपत्र चाहिँ देख्न सक्नुहुन्छ प्रत्यक्ष तर्फको चाहिँ। अब यो मध्ये अब तपाईहरुलाई कुन पार्टी मन पर्छ तपाईहरुले चाहिँ यहाँ चाहिँ छाप लगाउनु पर्ने हुन्छ। सुरुमा चाहिँ यहाँ सूर्य रहेको छ, अनि सेकेन्डमा रुख, थर्डमा तारा, अनि फोर्थमा चाहिँ घण्टी रहेको छ। अब यस हिसाबले चाहिँ अब तपाईहरुले अब यहाँ अलिकति तल हेर्नु भयो भने चाहिँ यहाँ माटो पनि रहेको छ, जुन चाहिँ हर्क साम्पाङको चाहिँ चिन्ह हो। यसरी चाहिँ तपाईहरुले चाहिँ आफ्नो क्षेत्रको चाहिँ मतपत्र चाहिँ हेर्न सक्नुहुनेछ। अब म यहाँ व्याकार चाहिँ तपाईहरुलाई अर्को पनि देखाइदिन्छु। अब यहाँ अब अर्को हेर्नु भयो भने चाहिँ यहाँ चाहिँ अलि भिन्दै तपाईहरु देख्न सक्नुहुन्छ। अब तपाईहरुले यतातिर चाहिँ अघि माटो देख्नु भएको थियो, अहिले यहाँ चाहिँ रहेको छैन, किनभने चाहिँ आफ्नो क्षेत्रमा चाहिँ यो चाहिँ बेग्लै बेग्लै आउने हुन्छ। एउटा क्षेत्रमा जस्तो छ अर्को क्षेत्रमा पनि मतपत्र त्यस्तै नै हुन्छ भन्ने चाहिँ छैन, किनभने कुनै पनि पार्टी अथवा कुनै पनि मान्छे चाहिँ एक क्षेत्रबाट उठेर चाहिँ अर्को क्षेत्रबाट नउठेको पनि हुन सक्छ। त्यसकारणले चाहिँ तपाईहरुले चाहिँ विभिन्न क्षेत्रमा चाहिँ विभिन्न थरीको चाहिँ मतपत्र चाहिँ देख्न पाउनुहुनेछ। यसरी चाहिँ तपाईहरुले एकदमै इजी वेमा चाहिँ आफ्नो क्षेत्रमा कस्तो मतपत्र आउँछ, आफ्नो पार्टी कति नम्बरमा परेको छ लगायतका विभिन्न कुराहरु चाहिँ यहाँबाट हेर्न चाहिँ सक्नुहुन्छ। अब अन्त्यमा म यही भन्न चाहन्छु कि यत्रो जेन्जीहरुले गरेको त्यागलाई चाहिँ नबिर्सिनु होला र यो चोटी चाहिँ एकदमै सोची सम्झी आफ्ना क्षेत्रमा उठेका प्रतिनिधिहरु कस्ता रहेका छन् भनेर एकदमै विचार पुर्याएर चाहिँ आफ्नो मत दिनु होला। तपाईहरुले चाहिँ हाम्रोलाई नभई राम्रोलाई चाहिँ भोट हाल्नुहुन्छ भन्ने चाहिँ मैले चाहिँ यसपालि आशा गरेको छु। हस्, यही नै थियो आजको भिडियो मन परेदेखि लाइक गरिदिनु होला। साथीहरुले पनि यस्तै जानुन भन्न चाहनुहुन्छ भने शेयर गरिदिनु होला। के प्रतिक्रिया भए कमेन्ट गर्नु होला र अरु यस्ता इन्ट्रेस्टिङ भिडियोको लागि हाम्रो च्यानल सब्स्क्राइब गरी बेल आइकनलाई अन गर्नु होला। आजको लागि यति नै। हस्, धन्यवाद।